मर्निङ सेवानङ नमस्ते। अनि के छ खबर? आज मङ्सिर कति गते हो? आज मङ्सिर 14 गते नि हुन्छ मलाई। 18 गते बिहिबार। कपाल बिहानै कपाल नमिलेर त भर्खर त उठेको हो। अनि के हो भने आज उभौली भुजेल भएर ड्रेस छैन उभौली बरु माने छैन। के भन्ने भिडियो यहीँबाट सुरु गरिसकेँ गाइज मैले हैन। अनि मेरोमा चाहिँ लाइक कमेन्ट्स सब्सक्राइब भएन गाइज, प्लिज हेल्प मी हैन। अनि भर्खर 7 बज्दैछ एन्ड सी स्लिपिङ जस्ट बाई हर साइड हैन। जसरी उसलाई सुत्न मन लाग्छ उसले त्यसरी नै सुतेको छ। अनि 7 बज्दैछ, मैले ओछ्यान मिलाएको छैन, केही गरेको छैन, जस्ट उठेर चिया पकाएर खाएको मात्रै छ। अब आजको दिनभरिको त भन्दिनँ, तर म कहाँ गएँ के गरेँ सबै देखाउँछ है त। डोन्ट ब्लेम मी है, बिकज यो मेरो फिल्टर हो होइन। अनि यो चाहिँ मैले आज सफा गर्ने निर्णय गरेँ। पानी 2 बोतल भएछ, भरिहालेँ। अनि यो चाहिँ तलको भाग हो, माथिको भाग छ यसको होइन। अनि आधी पानी त्यहाँ छ। अनि यसको यो बम्बा के भन्छ यसलाई, सिदिस 2 दिनमै कस्तो फोहोर भएको छ। ओ माई गुडनेस, जस्ट गाइज सी माई आरी। यो चाहिँ भाँडा मस्काएर राख्छु म यसमा। अनि तारिसकेपछि चाहिँ त्यसमा राख्छु। अहिले चाहिँ यस्तो भएको छ यो। दिस इज सोजाजाट होइन। यो आटलाई एकदमै ध्यान दृष्टिकोण लाएर हेर्नु होला गाइज। सी उसको साथीको चित्र बनाएको अरे क्या उसले, मलाई हिजो भर्खर भनेको उसले। अनि यो सबै चिज चाहिँ आज सफा हुनेवाला छ, बिकज सामान आउँदैछ घरको ग्रोसरिजहरू। सो वी आर एरेन्जिङ अल दिस थिङ्स, ओके। अनि दिस लिटल के भन्छ यसलाई, हो यो त्यही डब्बी राख्ने, यो चाहिँ म सफा गर्दैछु। बिकज अस्तिको यो लागेको छ, यो पेन्टिङ लागेको छ। यो पेन्टिङ त म सायद मेटाउन सक्दिनँ होला, तर यो धुल 1 महिनादेखिको जमेको धुल म सायद मेटाउन सक्छु बाई दिस ब्रस। ओके गाइज, लेट्स सफा गरौँ है। अनि सामान चाहिँ खोइ त नि त्यसै सफा मात्रै गर्ने भन्नुहुन्छ होला। सामान चाहिँ बुवा लिन जानुभएको छ। 7:30 भयो, अघि 7 बजे नै जानुभएको बुवा। अनि तपाईँहरूलाई थाहा छँदैछ म सफा गरिराख्दिनँ भनेर, किनभने म भ्याउँदिनँ नि त। मलाई जुन काम इम्पोर्टेन्ट लाग्यो म त्यही मात्रै गर्छु क्या, प्रायः चिज चाहिँ। अनि त्यो यो काम भनेर इम्पोर्टेन्ट भनेपछि त्यही काम मात्रै ध्यान दिने हो क्या। त्यो चारतिर हात लाएर बरु बिगार्नुभन्दा त एउटा काम सुधारेर गर्नु राम्रो हो नि त होइन। अनि त्यही भएर चाहिँ म एउटा मात्रै काम गर्छु होइन। अनि त्यही भएर बरु सफा ढिलो होस् तर राम्ररी होस् भन्ने चाहन्छु कि म चाहिँ। त्यो पातङ पुतुङ गर्न मन लाग्दैन। अनि त्यही भएर बरु ढिलै गर्छु, राम्रो तरिकाले गर्छु जस्तो लाग्छ। त्यो एकैचोटि सबै काममा हात लाउनु सक्दिनँ क्या म फेरि। अनि त्यो काम बिग्रिन्छ, बरु काम बिग्रिनु भन्दा त बरु बिस्तारै सपारेर गरेको राम्रो, छुट्टीको दिन मिलाएर गरेको राम्रो होइन। घर त बढालिहालिन्छ होइन, तर यस्तो यो कुना काप्चा भ्याइँदैन नि त अरू दिन त। किनकि स्कुल जान्छु म त, स्कुल गएर पछि त भ्याइँदैन, दिनभरि स्कुलमा हुन्छ। अनि बिहान पनि हतार गरेर खाना पकाउनु पर्ने हुन्छ। खाएर भाँडा मस्काएर स्कुल जाँदा त 9:30 भइहाल्छ पुग्दा त। अनि घर आउँदाखेरि 4 बज्छ, 4 बजेर चिया पकाउँदाखेरि 5 बजिहाल्छ। पिउँदा गर्दा के गर्दा नानीसँग के गर्दा 5-6 बजिहाल्छ। खाना पकाएर खाएर सुत्ने हो के। अनि केही गर्न सक्दिनँ। अनि अहिले पनि नाक बन्द भइरहेछ। अनि अब आज चाहिँ सामान आउँदैछ, त्यही भएर डब्बाडुब्बीको सामान चेन्ज गर्नुपर्छ मैले, किनभने सामान कम छ। अनि कुन सफा छ त्यसमा हाल्ने, जुन फोहोर छ मस्काउने त्यसलाई। सो त्यहाँ त्यति छ। अनि माम पकाउनु पर्छ। माम पकाएकै छैन, 8 बज्ने बेला भइसक्यो। बुवाले मलाई मार्नुहुन्छ आज। ड्रममा चाहिँ मैले केही चिज ख्याल नपर्ने रहेछ। दिस इज खोर्सानी सुकाएको, घरकै हो, तर के भएछ यो के भन्छ यसलाई, ढुसी परेर के भन्छ, कालो भएछ कि भित्र। अब यस्तो चिज त खानु भएन होइन। अब नयाँ छ। सुजा उठिन्। गुड मर्निङ सुजा। फोन कसलाई लाउनु पर्ने रे? बाबालाई। अरू कसलाई? आमालाई।
किन बोल्ने ओके बेबी छोरी पाएपछि यति चाहिँ फाइदा हुन्छ है काम गर्छ हैन हेल्प गर्छ थोरै थोरै त्यत्रो ठुलो त हैन तर सानो काम चाहिँ एकदम मजाले गर्छ के चम्चा उठाउँदैछ अहिले थ्याङ्क यू हजुर दबाई अहिले जुन पाए त्यो बेला खानु छोड त्यो त ग्लु हो नि ग्लु हो नि राख्नुपर्छ ल कहिलेकाहीँ तिम्रो मुख टाल्न पनि हेल्प हुन्छ Oh my god ल ओके ओके भयो भयो यो चाहिँ अहिले मिलाइसकेको अवस्था हो अनि यो चाहिँ उब्रिएको भाँडाहरू यो के भन्छ यो डब्बाहरू यो चाहिँ म सफा गर्नेवाला छु एन्ड देन 1 कुकर सिटी बाँकी रहेछ अब यो यसरी राख्छु किनकि पानी तैरिन्छ यहाँनिर पानी छ नि त तैरिन्छ एकछिन भए पनि अनि जाली राख्ने ठाउँ चाहिँ यस्तो छ है गाइज हेर्नु न अस्ति कलर लाएको है सबै त्यो मा तलको त्यो त्यसले त हुँदैन रहेछ कि सबै दाग माथि आउँदो रहेछ Yes, what I am making is खोर्सानीको अचार अकबरीको अचार तोरी हालेर भुटे बन्दा र आलुको ग्रेभी बनाउन आँटेको छु म बन्दा यो हिजो अस्ति बजारबाट ल्याएको बन्दा हो यो बन्दा ककल्ला मनपर्छ गाइस मलाई त खतरा मनपर्छ बन्दा अनि मैले चाहिँ चामलको बोरा खोलिरहेको छु अनि त यहाँ त हाम्रो आर्जु भाउजू पो हुनुहुँदो रहेछ त गाइस हेर्नु त यहाँ आर्जु रे ल चामलको नाम आर्जु ओ माई गड भाउजू दर्शन गरे है राष्ट्रिय भाउजूलाई अनि चामल चाहिँ यस्तो छ गाइस हामी चाहिँ चामल खान्छौँ प्राय यो चामल के चामल हुन्छ नि चामल आमामा कति धेरै उज्यालो आएको वाट काइन्ड अफ उज्यालो इज दिस बिहान भएर पनि म बत्ती बालिरहेको छु होइन अनि चामलको के बास्ना कस्तो मनपर्छ क्या मलाई गाइस ओ माई गड पहिला पनि बिहान हुँदा पनि मनपर्थ्यो अहिले पनि कति मनपर्छ क्या चामल हुन्छ नि चामल त नभिजाइकनको सुक्खा चामल हो त्यस्तो बास्ना कस्तो मनपर्छ हौ मलाई ताल बनाउनु कडम कडम पारी पनि हाल्छु जहाँ जान्छु भनेको थिएँ है त्यहाँ चाहिँ नजाने भयो क्या जस्ट शनिबार जाने भयो अनि मैले कहाँ जान्छु भन्ने पनि भनिनँ तपाईँहरूलाई होइन अनि के भन्छ भने कुरा मिलेन क्या यहाँ एकजना मात्रै जाने कुरा आएन होइन अब सबैजना मिलेर जाने कुरा थियो अनि नजाने अरे आज अनि कसको के को के भएन अरे अनि शनिबार त सबैजना मिलेर एकैचोटि जाने भन्ने कुरा भयो प्लान क्यान्सल घरमै थचक्कै बस्दै दिन काट्दै हाउ डु यु फिलिङ घुम्न जाने भनेर खुसी भइरहेको मान्छे हैन प्लान क्यान्सल बिचारा के चाहियो रे यहाँ आएर न मम्मी ल्याएर न के चाहियो रे खोइ देखाउ त पैसा कस्तो हुन्छ अरे कसरी देखाउने अरे पैसा भन न यसरी भन न यहाँ आएर खोइ त यसलाई भन्छ पैसा यो के गरेको सत्यानाश पाउडर सत्यानाश सत्यानाश राम 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 भगवान अब घन्टी टिङ टिङ गर्ने अरे ल भगवान सुजाको प्रार्थना छिटो सुनिदिनुहोस् भगवान ल ल ल ल ल मान्छे यसरी बजाउँछन् हौ बाबा यसरी 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 पक्रिने यहाँ पक्रिनुहोस् अनि पक्रिनुहोस् ल ल ल ल ल तिमी नै सासा तिमी नै आशा मेरो जिन्दगीको तिमी सहारा Oh my god, what is this? Back pain, oh my god, के भयो फेरि
पछाडि त मुन्टो फर्काउने हुँदैन त भगवान के गर्ने नि आऊ ए नुहाएर पूजामा जानुपर्छ भगवान वाट क्यान आई डु नाउ कस्तो यतापट्टिको पासुरा दुख्छ एक बजेदेखि सुतेको छैन गुड मर्निङ गाइज नमस्ते नमस्ते भन्ने अवस्थामा छुइनँ म आज माइ गॉड आज शनिबार होइन दिदीको पूजा छ जानुपर्ने छ यस्तो गाह्रो भइरहेछ यताको पछाडिको यो पातामा चस्स केले घोच जस्तो हुन्छ न मुन्टो निहुराउन हुन्छ मजाले न यसरी सिधा पार्नु भएको छ कसरी पुग्ने होला पूजामा पुग्ने त परेछ बस नुहाएर जानुपर्छ कसरी नुहाउनु म ओ माइ गॉड एउटा न एउटा चिज जब म ओके छु अब सबै त ठिक छ भनेपछि एउटा न एउटा चिज हुनु पर्यो हेर्नु म कसरी उभिएको छु के इट्स नट माई स्ट्यान्डिङ पोजिसन है यो पछाडिको पातामा पछाडि जस्तो भइरहेछ एकदम न पछाडि फर्किने हुन्छ न अगाडि निहुरिने भइरहेछ के गरे नहुने यो अवस्थामा घट सास फेर्न सुत्दा गाह्रो भइरहेछ एक त जाडो भइरहेछ लुगा लाउन सकेको छैन न हात चलपल मजाले गर्न सकेको छ छिटो गरेर जान्छु भनेको यस्तो छ राति 1 बजेदेखि मजाले सुतेको छैन यतिको चाहिँ बल्ल 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 भए यतिको चाहिँ बनाए भगवान अब नानी उठेपछि नानीलाई लुगा चाहिँ के गरेर लगाइदिनु बल्ल बल्ल अलिअलि चलाउनु चाहिँ भयो भ्याक्सिन खाएर न त यति पनि गर्नु भएको थिएन अहिले त डोड्याउँदै आएको पो त नसकेर ए बल्ल आइपुग्यो भर्खर आउँदैछु म यहाँ मुन्टो दुखेर नि हो भगवानलाई प्रसादी केलाउँदैछु यहाँ नसकेर गाह्रो जुठो हाल्नु हुँदैन सुजु जुठो हाल्नु हुँदैन सक्यो यता चिया आएको छ सुजा र मलाई नि सुजा र मलाई चिया आएको छ नि सुजा फलफुल काट्दै गरेको अवस्था के हो यो खोर्सानी केलाई खोर्सानी हो यो बाजे चाहिँ कति बजी आउँछ न 10 पो बज्यो त 9 बज्यो भन्दा भन्दै अनि केमा चिया ठिकै छ हौ बाजे पनि भर्खरै आउनु भएको अब कहिले काहीँ त एकछिन भोकै बस्दा पनि केही हुँदैन क्या मैले अस्ति भनेको बिहिबार जाउँ न भनेर भनेको त मैले त भनिनँ
बाउनी पो भइएछ तपाईँ राख्न सकिँदैन रोटीको टुक्रा प्रसादी के हाल्छन् नि होइन बाजे हामीले यसरी ल्याएको भयो होइन अहिले भरे यसो हाल्नु यहाँ सहस्राक्षर कापुरका सहस्राक्ष सतपात सबै निगम सर्वत स्वाहा ओम तुलसीनाम द्राव्याम नमः स्वाहा ओम तुलसी हाय भान्जी वेलकम होम फ्रम मुस्टाङ टु कालाबन्जार होइन दिदी पाती चढाउने जति यहाँ आउनु त अलिअलि होम गर्नु त नि अन्त त्यति धेरै नहाल्दै बस एभ्रीबडी अन द फ्लोर ल लाऊ है पारी चढाउन अब पाती होइन यो चढाउनु चरु चढाउने आफ्नो नाम थाप्ने जति थापिहालौँ नत्र चरु चढाउने बेला भयो यो त यता साइडमा पो राख्नु पर्यो होइन हुन्छ नि दिदी आउनु न अलिकति चप्पल खोल्नु फेरि खोल्नु त खोल्नु परेबाट फ्याल्दै आउनु फेरि त तपाईँलाई सुल्टा अलिअलि हामी त्यसो पुग्छ फल पनि भन्नु पर्यो भन्नुहुन्छ कहाँ गुरुले भिडियो गएन भाइ एकचोटि गर्नु भइहाल्छ नि कि ओम पूर्णाधारी परापद सुपूर्ण पुनरापद वस्नेव विक्रीण वा इका मूर्जागुं शतक्रतोम सर्वहोम परिपूर्णार्थेभ्यो नमः ओम स्वाहा सबैले लोके नछोड न सबै फेरि भयो स्वाहा घरमै आइपुग्नु 8 गते सक्यो अब लास्टमा रहेको छ भाँडाको भाग मेरो भाँडा चिया टाइम चिया खै चिया बिहान गर्नु अरे कसलाई बिहान गर्नुपर्ने कसलाई बिहान गर्नु अरे